Hello everyone, welcome back to my another vlog. So सबैजनालाई जय मसी। अहिले चाहिँ म जस्ट खाना खाइसकेर चाहिँ अब चाहिँ अहिले कति बज्यो भने चाहिँ अहिले चाहिँ 12 बजिसक्यो। खानासाना खाँदा चाहिँ आज चाहिँ ढिलो भयो किनकि आज चाहिँ बारी गोरु जोत्ने आएको थिएँ नि त, त्यही कारणले खाना खानु ढिलो भयो। अन्त अहिले चाहिँ जस्ट खाना खाइसकेको। अन्त अब चाहिँ म भाडाहरू दिनु आँटेको। यहाँ हेर्नु यति बेसी भाँडाकुँडा छ अझै छ। अन्त अब चाहिँ मैले चाहिँ अहिले किन भ्लग स्टार्ट गरेको भने म एकदमै ढिलो भएँ होइन, त्यही कारणले चाहिँ म हेर्दै गर्नुहोस्। सो अहिले चाहिँ म भाँडा धुँदैछु होइन। भाँडा धुनु चाहिँ यस्तो अल्छी लाग्छ मलाई होइन, त्यही कारण चाहिँ म भाँडा धुइसकेको छु। अब चाहिँ मैले भाँडासाँडा पनि धुइसकेँ होइन। अन्त अब चाहिँ यहाँको झाडु खालौँ भने यस्तो बेसी झाडा आएछ हो। हिजो चाहिँ बिमार भएर सुतेको थिएँ, अन्त अस्तिको दिन पनि बिमार भएर, अन्त त्यही कारण यहाँ हेर्नुहोस् न झारहरू आएर यो अगाडि पनि किचन डङडुङ सफा गर्नु छ, त्यस कारण लुगा धुनु छ हो। अन्त यस्तै हो दिनहरू हेर्नुहोस्। अन्त हिजो अघि बिहान चाहिँ पानी परेको थियो, अन्त अहिले चाहिँ यत्तिको चाहिँ छ वेदर हो। अन्त के गर्नु, अन्त त्यहाँदेखि चाहिँ तल जो बारीमा डल्लो फुटाउँदैछ मान्छेहरूले, उतल कालो कालो देख्दैछ नि, डल्लो फुटाउँदैछ। अब मकै उयो गरेपछि डल्लो फुटाउनु पर्छ नि त। अन्त त्यही हो, अब गाउँ बस्तीमा बसेपछि काम त गर्नै पर्यो होइन। अलिक घर वरिपरि झार आयो भने फेरि मान्छेले कुरा गर्छ, काम पनि गर्दैन रहेछ, झार पनि खल्दैन रहेछ भनेर यहीँ लाग्छ अरूहरूलाई होइन। त्यही हो, गाउँ बस्तीमा बसेपछि यस्तै हो, झार खल्नुपर्छ, के गर्नुपर्छ कामहरू होइन। अन्त त्यहाँदेखि चाहिँ यी झारहरू पनि के साह्रो आएको एकछिन अब आज उकाल्नुपर्छ, 1-2 दिन बादमा त्यत्तिकै हुन्छ हो। अन्त मलाई अल्छी लाग्छ हो। यहाँ हेर्नुहोस् न झारहरूले यतिको उयो गर्छ, बिजोग पार्छ झारहरूले नै। अन्त यहाँ हेर्नुहोस् न यहाँ चाहिँ कुन चाहिँ झार आएको छ होइन, म तपाईँलाई खान्छु ल। यो चाहिँ कुन चाहिँ झार हो, यस्तो ठाउँमा आएको छ यो झार चाहिँ, उखाल्दा पनि आइहाल्छ होइन। अन्त त्यही कारण चाहिँ यो चाहिँ छोडिदिएको, म यो गर्दिनँ भनेर। यो पनि पानको पत्ता जस्तै छ होइन। अन्त यहाँ पनि आएको रहेछ भुइँमा पनि हो। अन्त त्यहाँदेखि चाहिँ अब त्यही हो, मेरो भ्लग यति नै गर्नुहोस् होला। रेगुलर त आउनु सक्दैन होइन, जब म ट्राई चाहिँ गर्छु रेगुलर मेरो भ्लग उयो होस् भनेर, तर मेरो फोन चाहिँ यस्तो खालको छ कि स्टोरेज चाहिँ फुल भइहाल्छ होइन, त्यही कारण चाहिँ म भ्लग बनाउन सक्दिनँ हो। अन्त मलाई पनि रेगुलर भ्लग त हाल्नु मनपर्छ नि, अब के गर्नुहोस् फोनले गर्दै यस्तो छ होइन। त्यही कारण चाहिँ मेरो फोन अलिकति बनाएँ कि भिडियो स्टोरेज फुल भइहाल्छ हो। सो यति नै गर्नु। सो मैले फाइनली लुगा पनि धोइसकेँ होइन। अन्त यहाँ अगाडि पनि बढालिसकेँ, अन्त यहाँ तल पनि अलमोस्ट डन भइसकेको थियो, मेरो काम पनि अलमोस्ट आधी सकेको छ होइन। अन्त यहाँ हेर्नुहोस् न फुल यस्तो दामी आएको छ हाम्रोमा चाहिँ, यस्तो दामी उयो भएको छ होइन। यहाँ हेर्नुहोस् न यस्तो दामी भइहाल्छ फुलहरू चाहिँ। अन्त त्यसको बाद चाहिँ मैले आधी काम सकिसकेँ लगभग। त्यहाँदेखि चाहिँ म केस ओइलिङ गर्छु भनेर सोचेँ। सो अब चाहिँ म केस ओइलिङ गर्नु जान आँटेको। यहाँ म चाहिँ तेल लगाउँछु ओइल गर्दाखेरि चाहिँ, ओइलिङ गर्दा तपाईँहरू चाहिँ के लगाउनुहुन्छ भन्नुहोस् है ल। अन्त यहाँ हेर्नुहोस् न मेरो केस त यस्तो बेसी झर्छ होइन। अन्त ड्यान्ड्रफ पनि यति बेसी छ कि केहीले पनि गर्दा गएन मेरो केसमा चाहिँ। कालो के भन्छ साबुन लगाउनु अरे त्यो पनि भएन हो। अन्त त्यो कुन चाहिँ स्याम्पू हुन्छ अरे नि त्यो पनि लगाएँ, त्यो पनि भएन। मेरो केस त यस्तो ड्यान्ड्रफ झर्छ होइन। अन्त त्यहाँदेखि चाहिँ मैले ओइलिङ गरिसकेँ होइन। अन्त अब चाहिँ म अलिकति फेसमा यो एलोभेरा लगाउँछु। मैले नेक्स्ट भिडियोमा पनि तपाईँले देखाएको थिएँ म चाहिँ एलोभेरा लगाउँछु भनेर, तपाईँहरू चाहिँ के लगाउनुहुन्छ थाहा भएन। अन्त यहाँ मेरो चाहिँ अलिकति पिम्पल्सहरू हुन्छ, फोकाहरू आइरहेको थियो अलिअलि, अनि त्यही कारणले चाहिँ यो लगाउँछु म चाहिँ। अरू तपाईँहरू चाहिँ के लगाउनुहुन्छ त्यो चाहिँ थाहा भएन होइन। अन्त त्यही म चाहिँ यही मात्रै लगाउँछु हो। अन्त मलाई यो लगायो भने अलिक उयो हुन्छ, अलिक क्लियर भएको जस्तो लाग्छ अनुहार चाहिँ मलाई आफूलाई। अन्त यहाँ उयोहरू पनि निक्लेको हुन्छ नि त्यस्तो, यो नाकको यतापट्टि चेपमा त्यो वाइटहरू निक्लेको हुन्छ, त्यसले वाइट निक्लिन्छ कि, त्यही कारणले चाहिँ यो लगाउँछु म चाहिँ। अन्त त्यही कारण चाहिँ यस्तो उयो हुन्छ कि
म चाहिँ खासमा चाहिँ फोनमा हेर्नु भन्दाखेरि चाहिँ मेरो चाहिँ ऐना तपाईँलाई म अलमोस्ट देखाइराखेको हुन्छु ऐनाहरू यो खिड्कीको ऐनामा हेर्छु नि त मलाई त्यही बानी भएको छ फोनको यसमा उयो गर्नुभन्दा सजिलो चाहिँ मलाई त्यो खिड्कीको ऐनामा सजिलो लाग्छ होइन अन्त म चाहिँ त्यहीँ हेर्छु अन्त अरूले त प्रायःले म भिडियो हेर्छु कि अरूहरूको नि त्यसले उनीहरूले चाहिँ क्यामेरामै हेरेर लगाएको हुन्छ होइन म चाहिँ माथि उयसबाट के भन्छ खिड्कीको ऐनामा हेरेर लगाउँछु होइन साथी हो अनि त्यही कारणले चाहिँ अब चाहिँ एलोभेरा पनि सकिसकेछ मैले अन्त होइन अस्ति एकताल लगाएँ त्यसको अगाडि दिन पनि लगाएको थिएँ अन्त अब चाहिँ म साथी यहाँ अप्पर लिप्सहरू गरौँ भनेर सोचिरहेको छु पुरा अप्पर लिप्स आएछ नि त म थ्रेडिङ चाहिँ गर्दिनँ होइन अब म थ्रेडिङ गरेँ भने चाहिँ पुरा उयो सिक हुँदो रहेछ कि अलिकति निक्लिँदा पनि पुरा सिक हुँदो रहेछ किनकि मैले अरूहरूको देखेको थिएँ नि त अन्त म चाहिँ गर्दिनँ अन्त यसपालिदेखि चाहिँ अब म यहाँ अप्पर लिप्स गरौँ भनेर होइन त्यहाँदेखि मैले अलमोस्ट सकिसकेँ होइन 2-3 मिनट्स राख्छु त्यहाँदेखि चाहिँ म वास गर्छु हेर्दै गर्नुहोस् त्यसको बादमा चाहिँ मैले फ्रिज सफा गरेँ यति साह्रो मैला भइसकेको थियो कि फ्रिज चाहिँ अन्त मैले बिमार भएर 1-2 दिन नगरेको थिइनँ त्यही कारण चाहिँ आज चाहिँ म फ्रिज सफा गर्छु अन्त किचन पनि सफा गरिसकेको थिएँ अलमोस्ट सो मैले फाइनली काम सकेँ होइन अन्त त्यहाँदेखि चाहिँ म फ्रेसेस भएँ अन्त टाउकोहरू नुहाएँ होइन सो थ्याङ्क यू फर वाचिङ माई भिडियो होइन तपाईँ प्लिज मेरो युट्युब च्यानलमा गएर होइन यो फेसबुक पेजमा गएर सब्सक्राइब कमेन्ट सेयर गरिदिनुहोस् होला सो थ्याङ्क यू फर वाचिङ माई भिडियो सो बाई बाई